तो क्या जा मेरे पुके वालेकुम सलाम। सम्पूर्ण संस्थाबाट पाल्ने अध्यक्षज्यू तथा पदाधिकारीज्यू तथा प्रतिनिधिलाई सम्पूर्णलाई स्वागतम। सिद्धार्थ सर खाना महोत्सव विगत 5 वर्षदेखि यस होटल तथा रेस्टुरेन्ट व्यवसाय सङ्गठनले गर्दै आएको अवगत गराउन चाहन्छु। यस कार्यक्रमको उद्देश्य भनेको केही सुस्ताएको बजारलाई चलायमान गराउने र सडकमा सानातिना कार्यालयहरूका दूर पनि स्वाद लिन पाउने अवसर र विभिन्न कल्चर खानाको पनि स्वाद लिन पाइने र स्वदेश तथा बाह्य पर्यटक भित्राउने उद्देश्य पनि हो। यसैले यस्ता कार्यक्रमहरू वर्षमा 4 पटकसम्म गर्ने उद्देश्य राखिएकोले यस्ता कार्यक्रम गर्न स्थानीय सरकारबाट पनि हरदम सहयोगको अपेक्षा गर्दछौँ। सहआयोजक, सहयोगी दाता, सम्पूर्ण सहयोगी मन, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू, पत्रकारज्यूहरू, सुरक्षाकर्मी ज्यूहरू, संस्थाका सहयोगी मित्रहरू सम्पूर्ण उपस्थितिमा आगामी दिनहरूमा पनि यस्तै सहयोगको अपेक्षा गर्दै बिदा हुन चाहन्छु। जय होटल व्यवसाय। धन्यवाद। धन्यवाद। होटल तथा रेस्टुरेन्ट व्यवसाय सङ्गठनका वरिष्ठ उपाध्यक्ष लीलाधर भट्टराईज्यू, उहाँले आजको यस कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथिज्यूहरूलाई स्वागत गरेर बिदा भइसक्नु भएको छ। यसै सँगसँगै मैले आसन गर्नलाई जोड्न चाहेँ। पत्रकार शशि पन्तज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनुका लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी शम्भु पन्तज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी पत्रकार श्यामशङ्कर पाण्डेज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु लागि हार्दिक अनुरोध गर्दछु। मैले आसन गर्नलाई पुनः निरन्तर दिँदै जानेछु। अब हामी राष्ट्रिय गानमा सारिक भइदिनुको लागि प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथिहरू र सम्पूर्णलाई राष्ट्रिय गानमा सारिक भइदिनुको लागि हार्दिक अनुरोध गर्दै युनिक साउन्ड सिस्टमका सञ्चालक रमेश रामज्यूलाई राष्ट्रिय गान बजाइदिनुको लागि हार्दिक अनुरोध गर्दछु। Sayutunga fulani yukte
धन्यवाद। यसरी मैले कुराकानी आशंकाहरूलाई दिन चाहेँ। स्वास्थ्य महासचिव हाम्रो वर्षभरिको विद्युत पात्र पनि साथी चलेर सिंहसन गर्ने कार्यक्रम रहेको हुँदाखेरि च्यालेन्ज सिंहसनको लागि यस्तै कार्यक्रममा माननीय विशेष अवसरको लागि च्यालेन्ज सिंहसनको लागि हार्दिक प्रदर्शन गर्ने पत्ता बनाएर आशंकालाई जोड्न चाहे युसिएमएस भइबाट प्रशासनिक संयोजकलाई अतिथिको आसन ग्रहण गर्नु लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी कार्यक्रमलाई अगाडि बढाउन गइरहेको छु। आजको यस कार्यक्रममाथि प्रकाश पार्टी नगरानी तथा रेसिडेन्ट व्यवसायी संगठन रूपन्देहीका अध्यक्ष श्री रामप्रसाद पोखरेलज्यूलाई हार्दिक अनुरोध गर्दछु।
विशालज्यू सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय जनक थापाज्यू भैरवा भन्सार कार्यालय प्रमुख श्री रामप्रसाद रेग्मीज्यू आन्तरिक राजस्व कार्यालय प्रमुख श्री प्रेमराज पोखरेलज्यू जिल्ला प्रहरी कार्यालय प्रमुख श्री रञ्जित सिंह राठौरज्यू त्यसै गरी सशस्त्र प्रहरी बल 27 नम्बर गणका प्रहरी उपरीक्षक श्री मेखराज जोशीज्यू राष्ट्रिय अनुसन्धान आयोगका उपरीक्षक श्री हरिश विष्टज्यू कालीभक्ति गण इन्जिनियर गणका प्रमुख श्री सेनानी वीरेन्द्रबहादुर सिंहज्यू सडक डिभिजन कार्यालय रूपन्देही बुटवलका इन्जिनियर श्री सागर पौडेलज्यू होटल व्यवसायी महासङ्घ नेपालका उपमहासचिव तथा यस सङ्गठनका सल्लाहकार श्री राजेश महतराज्यू होटल व्यवसायी महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष श्री महेन्द्र श्रेष्ठज्यू होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्गठन रूपन्देहीका निवर्तमान अध्यक्ष श्री पीताम्बर न्यौपानेज्यू चेम्बर अफ कमर्स रूपन्देहीका अध्यक्ष श्री दर्पण श्रेष्ठज्यू सिद्धार्थ उद्योग वाणिज्य सङ्घ सङ्घका वरिष्ठ उपाध्यक्ष दिलीप कान्बुज्यू सिद्धार्थ सञ्जाल रूपन्देहीका अध्यक्ष तथा होटल व्यवसायी सङ्गठन रूपन्देहीका संस्थापक अध्यक्ष श्री अनिल कुमार होटल व्यवसायी महासङ्घ लुम्बिनी प्रदेशका भएको त ब्यालेन्स वहाँ से गाड़ी नहीं वही चल के Hey!